हेलो हेलो गाइज ल फेरि वेलकम छ तपाईँहरूलाई अर्ग्यानिक भ्लग्समा है। यो चाहिँ यङ्स्टर लाइफ अर्ग्यानिक भ्लग। आज चाहिँ हामी क्र्याब हन्टिङको लागि चाहिँ दौडिँदैछौँ गङ्गोटो खाने भनेर। योभन्दा लगभग 1 वर्ष अगाडि चाहिँ हामी आएको थियौँ होइन। अब फेरि 1 वर्षपछि हामी यहाँ आउँदैछौँ। टोली छन् पछाडि, हामीको चाहिँ 1 2 3 4 5जना टोली आउँदैछौँ। अब यहाँ क्र्याब हन्टिङ पछिको कस्तो हुन्छ म तपाईँलाई भिडियो देखाउँछु होइन। यहाँ चाहिँ सानसानो त्यो के भन्छ त्यो दुधे गङ्गोटो पाइन्छ कि एकदम त्यो ठुल्ठुलोवाला होइन, सानो दुधे गङ्गोटो पाइन्छ त्यो एकदम खानामा टेस्टी पनि हुन्छ क्या। अनि त्यही भएर झोलासोला बोकेर हामी चाहिँ गङ्गोटो खाने भनेर चाहिँ आएको छौँ। हामी चाहिँ वर्षको एकचोटि चाहिँ आउने गर्छौँ। वर्षै साल चाहिँ हामीले चाहिँ अब यहाँ आएर यस्तो छ बाटो, यस्तो छ बाटो। यस्तोमाबाट गएपछि लगभग अब एउटा 2टा खोल्चा क्रस भइसकेपछि बाटो आइपुग्छ त्यो होइन। हामीहरू लगभग पुग्यो भनौँ न। ल पहिलो खोल्चा क्रस गरेर सेकेन्ड हुन्थ्यो यो, हामी सेकेन्ड खोल्चामा तेस्रोमा आइपुगेका छौँ होइन। गङ्गोटो चाहिँ कस्तो ठाउँमा पाइन्छ म तपाईँहरूलाई भिडियो देखाउनेछु होइन। भिडियोलाई चाहिँ यसो हेरेर साथ दिनु होला। अनि ठाउँ कति रमणीय छ, कति दामी, यस्तो हेर्न लायकको दामी ठाउँ छ हेर्नु। अहिले दिउँसोको झन्डै ओहो मध्ये 12 बजे छ। ल मध्ये 12 बजे के को गोला हो यो माथि? कमिला हो, कमिलाको गोलो छ, अरिङ्गालको हो कि भन्ने चाहिँ हाम्रो यसो वाच गरिसकेको छ। अहिले घाम चाहिँ ट्याक्क घाम भर्खर छिरेको छ, ठिक्क टाइम भएछ, नत्र अँध्यारो अँध्यारो जस्तो देखिन्थ्यो ठ्याक्क। अब यहाँबाट कि यहाँ खोज्ने यो यसमा खोज्ने, यहीँबाट खोज होइन। ल अब चाहिँ हामी चाहिँ खोल्छ उसलाई चाहिँ त्यो हो टोली हेर्दैछन् उहाँ। यो चाहिँ के भन्छ अरिङ्गालको गोल हो कि भनेर हेर्दैछन् होइन, तर कमिलाको गोल हो होइन। यहाँ आउँदैछन्। ल अब हामी चाहिँ फर्स्ट स्टार्ट भयो त। अब यही खोल्चाबाट चाहिँ हामीले पहिलो सुरुवात चाहिँ यही खोल्चाबाट गर्दैछौँ। यहाँबाट ट्राई गर्दैछौँ खोज्न थाल्छ। यस्तै खोल्चामा हो हामीले खोज्ने। सुरुमा निकालिहाल्छ एउटा। ल गाइस यहाँ देख्न सक्नुहुन्छ है, सुरुमा उद्घाटन भइसकेको छ। यो चाहिँ सानोवाला यत्रो हुन्छ, योभन्दा ठुल्ठुलो पाउँछ पाउनु त। अहिलेलाई चाहिँ यत्रो समाएको छ। हाम्रो बिच्दै उहाँदेखि फेरि आउनु भएको छ सानो गाउँदेखि गङ्गोटो हन्टिङको लागि। ल अब यसपछिको भिडियो चाहिँ टु बी कन्टिन्यू है त।